अर्थतन्त्रको मापनको लागि आर्थिक गणना मूल नारासहित राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ। चितवन लगायत देशैभर यो गणना जारी छ। यो गणना सकिन केही दिन मात्रै बाँकी रहँदा यो गणनाको अवस्था कस्तो छ, अहिले कसरी गणना भइरहेको छ र यसलाई कसरी अन्त्य गर्ने तयारी गरिरहेको छ, यसैसँग सम्बन्धित रहेर आज हामीले जिल्ला आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरेसँग कुराकानी गर्दैछौँ। म्याडम, यहाँलाई स्वागत छ। धन्यवाद। नमस्कार। आराम हुनुहुन्छ? आरामै छु। हजुर, यो आर्थिक गणना 2082 कहाँ पुग्यो? आर्थिक गणना 2082 चितवन जिल्लामा अन्तिम चरणमा पुगिसकेको छ। आजसम्म 47,117 प्रतिष्ठानको गणना गरिसकिएको छ। यसको लागि हाम्रो चितवन जिल्लामा 83 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्मको लागि 133 जना गणक र 17 जना सुपरभाइजर खटाइएको थियो। 7वटा पालिकामा खटाइएको थियो। 7वटा पालिकामा तत्त पालिकाका गणक सुपरभाइजर खटाइएर हाम्रो चाहिँ 101.3% गणना भएको छ। हाम्रो लक्ष्य भन्दा पनि अगाडि पुगिसकेको चाहिँ जानकारी गराउँछु। यहाँहरूले कस्ता खालका प्रतिष्ठानहरूको गणना गरिरहनु भएको छ? हाम्रो आर्थिक गणनाको परिभाषा, अवधारणा, परिभाषा अन्तर्राष्ट्रिय विधि, अन्तर्राष्ट्रिय स्तरमा मूल्याङ्कन र त्यो कम्पेरिजन गर्ने उद्देश्यले हाम्रो 21वटा नेपाल स्तरीय औद्योगिक वर्गीकरण भन्ने 21वटा सेक्टर छ, वर्गीकरण छ। त्यो मध्ये 18वटा क्षेत्रलाई समेटेर वस्तु तथा सेवा उत्पादन गर्ने व्यापार व्यवसाय र सेवा प्रवाह गर्ने सङ्घ संस्थाहरूको चाहिँ हाम्रो यो आर्थिक गणनामा चाहिँ समेटिएको छ। यहाँले केही त भन्नुभयो, यो आर्थिक गणनाको उद्देश्य यहाँले केही बताउनुभयो, यसको फाइदा चाहिँ के हुन्छ मुलुकलाई? यसको फाइदा, सबैभन्दा महत्त्वपूर्ण फाइदा चाहिँ उद्योग यो आर्थिक प्रतिष्ठानहरूको चाहिँ जिडिपीमा, कुल ग्राहस्थ उत्पादनमा चाहिँ कतिको योगदान छ भनेर अनुमान गर्नको लागि पनि यसको धेरै महत्त्वपूर्ण भूमिका छ। त्यस्तै नेपाल अधिराज्यभरि यो 18वटा, जुन अघि मैले भने 18वटा एनएसआइसी नेपाल स्तरीय औद्योगिक वर्गीकरणका कहाँ कसरी चाहिँ व्यापार व्यवसाय छरिएर रहेका छन्, यसमा कतिले रोजगारी पाएका छन्, त्यसमा महिला कति छन्, पुरुष कति छन्, यसमा लगानी कति छ त, व्यापार व्यवसायमा लगानी कति रहेछ त प्राइभेट सेक्टरको, यो पनि थाहा हुन्छ। र त्यही अनुसार तिनीहरू तहको सरकारलाई पोलिसी बनाउनको लागि, योजनाहरूको अनुगमन तथा नियमन गर्नको लागि र बजेट विनियोजन गर्नको लागि पनि आर्थिक गणनाकोबाट प्राप्त नतिजाले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। भने विभिन्न सर्वेक्षणहरू हुन्छ। कुनै व्यापार व्यवसाय, उद्योग, कल कारखानाको सर्वेक्षण गर्नको लागि पनि, एउटा फ्रेमको लागि पनि यो आर्थिक गणनाबाट प्राप्त नतिजाहरूको चाहिँ प्रयोग गर्नको लागि एकदमै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ आर्थिक गणनाको।